पुरै पानी जमेछ ओ माई गॉड तर मलाई त जान्छ ओइ हाम्रो चाहिँ फाइनल डेस्टिनेसन है जिन्दगी कुनै गन्तव्य होइन यो त हरेक मोडमा अनुभव गर्दै सिकाइदिने एउटा यात्रा हो कहिले उकालो आउँछ कहिले ओह्रालो त कहिले थकान तर हिँडिरहन सके दृश्य सधैँ सुन्दर हुन्छ घुम्न र नयाँ ठाउँ एक्सप्लोर गर्नु नै हाम्रो हबी हो त्यसैले धेरै समयपछि आज हामी दाजुभाइ सबै मिलेर पहाडको उकालो पार गर्दै धार्मिक र सांस्कृतिक रूपमा प्रसिद्ध स्थल एक्सप्लोर गर्न निस्केका थियौँ यो हाम्रो यात्राको दोस्रो दिन थियो हिजो बाटोमा एउटा सानो होटलमा बसेर थकानसँगै सपना पनि साटेका थियौँ सधैँ बिहान 8-9 बजे अझ त भनौँ ओछ्यानमै घाम झुल्किने बेलासम्म सुत्ने मान्छे तर आज अनौठो कुरा बिहान 2 बजे नै आँखा खुलिसकेको थियो न कुनै अलार्म न कसैको बोलावट सायद यात्राको एक्साइटमेन्टले नै उठाएको थियो अँध्यारोमा झोला बोकेर शान्त बाटो हुँदै हामी अघि बढ्यौँ हिँड्दै हिँड्दै बीच बाटोमै जब सूर्य उदाउन थाल्यो त्यो क्षण सायद शब्दमा बयान गर्न गाह्रो थियो पहाडका टुप्पोमा पर्न थालेको सुनौलो प्रकाश बिस्तारै उज्यालिँदै गएको आकाश र हाम्रो अनुहारमा आफै आएको मुस्कान त्यो सनराइज भ्यूले नै हाम्रो सारा थकान एकैछिनमै हराइदियो त्यो बेला महसुस भयो यात्रा गन्तव्यका लागि होइन यस्ता क्षणहरूका लागि रहेछ थकानभन्दा बलियो इच्छा र साथीसँगको यात्रा जीवनकै सबैभन्दा सुन्दर सम्झना यो केवल बाटो थिएन यो आत्मासम्म पुग्ने यात्रा थियो यात्राको यो मोमेन्ट्समा के भयो र कसरी अगाडि हिँड्यौँ भिडियो अन्तिमसम्म हेरिदिनु होला आज चाहिँ अलिक बवाल देखिने होला है म हिजो यसले गर्दा मेरो हल्का बिगाडेर हामी चाहिँ बिहानै 2 बजे 2 2:30 भयो 2:30 रातिको मेरो मोबाइल त पुरै यस्तो भयो स्लिपिङ गरौँ न अब चाहिँ निस्किने हो अब चाहिँ ब्याकप्याक गरौँ क्या छिटो हाय गाइज अब चाहिँ हामी पानीमा चढ्न लागेको गन्तव्यको मध्यबिन्दुसम्म त हामी जसोतसो आइपुगेका थियौँ तर अब योभन्दा माथि कसरी जाने भन्ने कसैसँग आइडिया नै थिएन सायद समयले जुडाएको थियो हामी पुग्ने गन्तव्य हुँदै जुम्लासम्म जाने एकजना दाइ र दिदी हामी बसेकै होटलमा बस्नु भएको रहेछ र हामीलाई गाइडेन्स गरिदिने कुराले हामीलाई निकै सहज बनाएको थियो र त्यही अनुसार हामी एका बिहानै हामी बसेकै ठाउँ सरुकाँधबाट हाम्रो यात्राको गन्तव्यतिर लाग्यौँ कि गाह्रो त भएन केटाहरू कोहीलाई अल गुड यस सर हो अल राइट गाइज उज्यालो हुनै लाग्यो है घाम त्यतादेखि आउँछ जुन त्यहीँ छ केटाहरू चाहिँ माथि हिँडिरह म पनि तलतिर छु अलि छिटो नै जानुपर्ने हुन्छ यहाँ किनकि गाह्रो नै छ है एकदमै हाइटमा छ सो त्यही नै अब माथि गएर भेट्नुपर्छ ओ माई गॉड दिस इज कॉल्ड रियल ब्यूटी मॉर्निंग है ओ माई गॉड आम्मा ल गाइज टपमा छौँ है टपमा यता चाहिँ केही देखिरहेन अझै यता चाहिँ आम्मा द्याट इज द ब्युटी इन द वर्ल्ड है ओ माई गॉड
बोल हेलो गाइस बोल अहिले चाहिँ ट्याक्क स्वर्गै पुग्यो भनौँ हैन बोल द्याट्स द रियल स्वर्ग है रियल स्वर्ग केटा हो भन के स्वर्ग देख्नलाई मर्नु पर्दैन हैन स्वर्ग चाहिँ जिउँदै देख्ने कुरा हो जस्तो मलाई लाग्छ भन त्यो चिज हामीले देखिसक्यौँ तिमी स्वर्ग हेर्न चाहन्छौ भनेपछि तिमी मर्नु नै पर्दैन तिमी स्वर्ग आफ्नै एकदम बेस्ट सो गुड मर्निङ एभ्रीवन फेरि पनि अहिले चाहिँ घाम आइसकेको छ देख्न सक्नुहुन्छ सबै यहाँनिर हल्का खाजा खानालाई बसेको उता दाहिने पर हुनुहुन्छ हामी चाहिँ यता छौँ अब चाहिँ सब टपमा आइसकेको छु देख्न सक्नुहुन्छ अब चाहिँ इजी नै छ तलतिर हल्का गाह्रो भइरहेको छ सबैजनालाई अहिले चाहिँ एकदमै इजी छ टक्क दामी सनराइज पनि भइसकेको छ एकैछिन एक मिनट नि लाग्दो रहेछ क्या सट्टा आइहाल्दो रहेछ हामी चाहिँ अब ब्याक स्याक कुन हो मेरो ए ल बिस्कुट खाजाको नाममा खाएर हामी निस्किँदैछौँ दुईवटा हो ल कुन हो क्रिम यसले आज इनर्जी दिन्छ है थोरै नै छ वाउ के छ स्वर्ग पुगे जस्तो भयो बाबु एकदम हेरमा ल कति वर्ष पहिला देख्यो सपना ल है घरबाट निस्किनु पर्ने हुन्छ यस्तो भ्यू पुरै आमा देख्न सक्नुहुन्छ त्यो पारीतिर देखेको पुरै हिमाल हो यता योदेखि सबै यो पुरै हिमाल हो है देख्न सक्नुहुन्छ यता चाहिँ यो पाटन भइहाल्यो हामी चाहिँ जानुपर्ने अझै नै समथिङ आधी घन्टा जति नै लाग्छ होला अनि हामीलाई गाइड गर्ने दाइ चाहिँ अलि अगाडि गइसक्नु भयो घोडा हुँदो रहेछ उता चाहिँ जुम्ला जानु मान्छे हुँदो रहेछ एकदमै राम्रो देख्न सक्नुहुन्छ त्यहाँ पुगिसक्नुभयो जाने चाहिँ टपको डाँडादेखि उता हो अब थोरै नै छ त्यो डाँडाको तल हो ओइ मा पल्टेला ओइ ओ माई गड यहाँ चाहिँ ठाडो जमिरा रहेछ है पुरै पानी जमेछ ओ माई गड ओइ 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 लेट्स गो सो यहाँ चाहिँ ध्वजा चाहिँ हामीले भुल्यौँ एकदम मिस्टेक रहेछ है यहाँ चाहिँ ध्वजाहरू लाउनु पर्ने रहेछ हाम्रो नै देउताहरू हुन त यता तर पनि एकदमै एकदम मिस्टेक भएछ हामीले ध्वजा चाहिँ हाल्न भुलेछौँ सो सरी है त्यसको लागि यो चाहिँ जुम्लामा पर्छ सायद हामी चाहिँ जाजरकोटको सिमानामै छुट्याएकै यस्तो चिरा पारेर है यो डाँडा यता चाहिँ जाजरकोट हामी नौ डाँडा काटेर आएको ल साथीभाइहरू हामीलाई गन्तव्यसम्म पुग्न त्यति सजिलो त पक्कै पनि थिएन त्यसैमा पहिले नै आउनुभएको ठुलो मान्छेहरूसँग बुझ्न खोज्दा यो समयमा जाने ठाउँ होइन लेक लाग्ने चिसो हुने अझ त बतास चलेर मान्छे नै मारिएको भन्दै नजान सुझावले त मनोबल नै घटिसकेको थियो तर हार कहाँ मान्नु यात्राको जिद्दीपनले जितेपछि करिब 5-6 घन्टाको हिँडाइपछि हामी चाहिँ गन्तव्यको काफेमा आइपुगेका छौँ जुन जाजरकोट जुम्लाको सिमानामा अवस्थित रहेको छ अब हामीलाई गाइडेन्स गर्नुहुने दाइसँग छुट्टिन्छौँ र केही समयमा हाम्रो गन्तव्यमा पुग्छौँ सिमाना है यो जुम्लामा पुग्यौँ है उता पारी देखिने यता माथि बजाङ बाजुरा तल डडेलधुरा हेलो
अचम पनि यतै पर्छ कच्चा पनि यतै हो यता यो हिउँझुरीबाट यतापट्टि पर्छ ल तल तल जाउँ तल त्यहीँबाट गए पनि सिधै पर्छ होला यार जाउँ त्यहीँबाट जाउँ बाटो छैन यहाँ खै ए पहाड में हिँड्ता हूँ यार हम पहाड़ में हिँड्ता हूँ यार हम वेरी गुड आंख बड़ी करके बोलो अच्छा है हिँड्दा हिँड्दै गन्तव्यमा पुगेको पत्तै भएन। कर्णाली प्रदेश जाजरकोट जिल्लाको पश्चिम भेगको प्रमुख तीर्थस्थलको रूपमा प्रसिद्ध धार्मिक स्थललाई एक्सप्लोर गर्न हाम्रो आजको सिद्धान्त थियो र सबैले एक्सपेक्ट गरे भन्दा फरक थियो। उकालो हिँडाइको थकान र त्यहाँको दृश्यलाई निहाल्दै केही समय बोकेको खाजा खाँदै त्यही डाँडामा बसेर विश्राम लियो। चाहिँ घरै डर हुन्छ भने न त्यो घर बस्न पठाउनेहरूको लागि यो भिडियो एकदम यस्तो दामी नजारा छ। अल राइट गाइज हामी चाहिँ अहिलेको यो रिटर्न भएको अवस्था छ। डेन्जर जोन भन्छ, रिक्स भन्छ, मान्छेलाई उडाउँछ भन्छ र टाइम पनि हेर्छौँ हामी ट्याक्कै 11:17। यो टाइम र यो ठाउँ भनेको रिक्स हो भनेर भन्दै थियो मान्छेहरूले। हामी चाहिँ रिटर्न भइरहेको छु, हेर्न सक्नुहुन्छ। केही पनि मलाई त त्यस्तो लाग्दैन है। अब आफै एक्सपेरिमेन्ट गर्नु पर्यो। केटाहरू रिटर्न भइसकेका छौँ। केटाकेटी हो आजको स्टे हुने डाँडा चाहिँ त्यही हो, यो होइन यार। ऊ यता रहेको छ, यो टुप्पोमा बस्नेवाला छौँ आज चाहिँ हामी। अहिले चाहिँ हामी इधर पुरै थाकेको अवस्था छ। आइज One hour later. सो अल राइट गाइज, हामी चाहिँ अहिले हामी बस्ने ठाउँमा चाहिँ पुगिसकेका छौँ। टेन्ट सेन्ट सबै रेडी भइसक्यो। आज चाहिँ यतै बसाइ हुन्छ। यो कुन ठाउँ रे यो केटा हो? फुलबारीमा आएर बसेछौँ हामी चाहिँ। यता टेन्ट सेन्ट सबै रेडी भइसक्यो। आगो सागो नि बालिसक्यौँ। यता तलतिर चाहिँ एउटा पसल चाहिँ रहेछ, त्यहाँ गएर भेडाको चर्याम ल्याएर आउनेवाला छौँ। भ्लगलाई चाहिँ अब यता इन्ड गर्नुपर्ने हुन्छ। 3 दिनको यात्रालाई 2 दिन होइन, फेरि उही बाटो जानुपर्ने हुन्छ। त्यही भएर आजको भ्लगलाई चाहिँ यतैतिर व्यवस्था गरौँ। सो के कस्तो लाग्यो कमेन्टहरू गर्नु होला है। हामी चाहिँ रात पर्न लागिसक्यो। टेन्ट यता रेडी भइसक्यो, देख्न सक्नुहुन्छ।
One eternity later.